हेलो एभ्रिवान, हजुरहरूलाई चाहिँ मेरो च्यानलमा वेलकम छ र मैले आज लिएर आएको छु सुत्केरी मसलाको रेसिपी। सबभन्दा फर्स्टमा छ हामीसँग ल्वाङ सुकुमेल, मेथी, ज्वानो, गुँद, चाक्कु, छगडा, नरिवल, मिश्री, बत्तिसा धुलो, घिउ, मतिसे बदम, काजु, किसमिस र यो नेपाली सुप। ज्वानो मेथीहरूलाई चाहिँ यति सानो मसिनो पारिसकेपछि हामीले चाहिँ यसलाई पनि घिउमा मजाले फुडाएको छौँ, गुँदलाई पनि र यो ड्राई फ्रुट्सहरूलाई पनि मजाले घिउमा यसरी फ्राई गरिसकेपछि चाहिँ अब हामीलाई पकाउनलाई रेडी हुन्छ। सबैभन्दा फर्स्टमा चाहिँ प्यानमा तेल र घिउ तताउने। तेल तातिसकेपछि चाहिँ हामीले अघि भुटेको ज्वानो र मेथी यसरी राम्ररी भुट्नुपर्छ। 1-2 मिनट ज्वानो र मेथी भुटिसकेपछि चाहिँ ड्राई फ्रुट्स हालिदिने, सबैलाई मजाले मिक्स गर्ने। 5 मिनट यो भुटिसकेपछि चाहिँ दुध हाल्ने। त्यसपछि चाहिँ दुध हालिसकेपछि चाहिँ मजाले पकाउने। यसरी चलाइ चाहिँ 1 घण्टा जति पकाउनु होला। हाम्रो चाहिँ सुत्केरी औषधि रेडी भयो। यसै गरी हाम्रो सुत्केरी मसला चाहिँ रेडी हुन्छ र हजुरहरूले यो जाडो महिनामा थोरै बिहान खान सक्नुहुन्छ। धन्यवाद।